हेलो हेलो साथीहरू सबैजना नमस्ते। सबैजना आरामै हुनुहुन्छ? म त आरामै छु भन्दै मैले भिडियो सुरु गर्न गइरहेको साथीहरू। ल हेर्नुहोस्, अब गाउँले परियो साथीहरू। अब गाउँमा भएपछि बस्तु उबाल्नु पर्छ, घाँस काट्न पर्छ, के गर्ने ल हेर्नु। यस्तो रुखमा चढेर गाउँले जीवन गाह्रो छ। लोटेला है राम्रो रहेछ त। बोला साबु गफ गर्दै गर न। देख्न सक्नुहुन्छ गाइस, हाम्रो बाबु चाहिँ बुटा चढेर, बुटो फेरि यत्रो ठुलो छ। आमा छोरी बसेर हेरिरहनु भएपछि यो चाहिँ यो डाँडा काँडा हेर्न सक्नुहुन्छ साथीहरू। ल हेर्नुहोस् कति राम्रो डाँडा काँडाहरू छ। के भन्छ मेरो साथी, के अरे सब यो उसलाई यो टोललाई होइन, यो के अरे देख्न सक्नुहुन्छ अमर सामुदायिक वन पनि देख्न सक्नुहुन्छ साथीहरू। कदमपुरतिरको भ्यूज एकदमै राम्रो छ। ल हेर्न सक्नुहुन्छ। हेर्नु अनि गाउँहरू नै असाध्यै राम्रो छ। देख्न सक्नुहुन्छ। एकजना साथीले यहाँ भिडियो गरेर हेर्नुहुन्छ, देख्न सक्नुहुन्छ। अनि यहाँ हाम्रो एउटा के अरे गाउँले बहिनी घाँस काटेर आउनुभएको छ, देख्न सक्नुहुन्छ। हेलो बहिनी नमस्ते। हेलो कहाँबाट आउनु होला बहिनी हजुर? बहिनी हजुरको शुभ नाम के पर्यो होला? कहाँ पर्यो होला हजुरको घर? ए अनि केलाई घाँस काट्नु भयो? गाउँले जीवन क्या रमाइलो छ है। गाउँले जीवन छ, दुध खानु पर्यो, घिउ खानु पर्यो। अब दुध नभई हुँदैन, त्यो माछा मासु खाएर हुँदैन। दुध घिउ खानु पर्यो हजुर, त्यही भएर घाँस काट्नु पर्यो। अनि अरू भनाइ केही छ? छैन हजुर, जहाँ गए नि भैँसीको याद आउँछ हजुर। हजुर साबु बोल्नु छ रे यता। साबुलाई केही भनाइ छ अरे? भनाइ केही छैन। आज हेर्नुहोस् हरियाली वातावरण छ, गुनासो राम्रो छ। जताततै हरियाली देखेको छ, खेतीपाती। गाउँले जीवन त साह्रै राम्रो हो। ओ बहिनी कसको खेत हो यो? हाम्रो बाले राखेको खेत हो, यो मेरो पनि हो। साह्रै गाह्रो ए मन पराउने घाँस रोप्नु भयो रहेछ। आनन्दसित जा है। भैँसीले राम्ररी खान त खान्छ नि बहिनी? खान्छ नि, भैँसीको राम्रोको लागि हो। हजुर यो घाँस चाहिँ एकचोटि काटेर फेरि बढाउँछ नि, बढाउँछ दिदी। हो त नि, हामीले पनि यस्तै घाँस लगाउनु पर्ने थियो। गाई घाँस हो हजुर। यसलाई पानी लाउनु पर्छ है? पर्छ हजुर। कति काट्नुहुन्छ त नि यसको सब्जी? यसको त एक मुठीमा पक्रिन्छ भैँसी बहिनी। ए भैँसी पगाल्नलाई हो हजुर दिदी। किन त नि घाँसमा बारी पार्नु भएको।
यस्तै हुनुहुन्छ है म भैँसीको दुध दुधा थिएछु के किन भएन मोटै हुन्छ कोट लाएर आउनु भयो घाँस काट्न आउँदाखेरि कोट लाउनु त अब सिस्टरले कोट लाउने भयो हजुर सुरुवात जीवन पनि सुधार हुन लाग्यो कोट लाएर घाँस काट्न आउनु अब घाँस काट्दाखेरि पानी कुटेर लतार्ने पटलाई त आनन्दै कोट लाएर घाँस काट्ने अब गाउँले जीवन पनि परिवर्तन गर्नु पर्यो नि हेर्नु कोट लाएर सहर बजारका मात्रै कति कोट लाउने हो नि अब कोट लाउने जागे लाउने अब एउटा जुत्तामा उ पनि लाउनु पर्यो बहिनी के लाउनु पर्यो दिदी बुट लाउनु पर्यो ए बुट लाउने पैसै छैन हेर्नु त आमाले छोरीले घाँस कति काट्यो भनेर हेरिरहनु भएको छ बुढी आमा ल हेर्नु हाम्रो आमा उता बाबुले घाँस काटिरह बाले घाँस यता आमाले हेर्नु घाँस कति काट्यो साइकल चलाएर आउनुभएको साइकल पनि आइरह ल हेर्नुहोस् आजकल त मोबाइल आएको के हिट पनि काम लागेको हिँडेको हेर्नुहोस् त यो बहिनी कस्तो फरासिली बहिनी हुनु रहेछ के जाँगारीले ल हेर घाँस काट्न आउँदैन नाच्नु हुन्छ यो बहिनी साह्रै रमाइलो के मान्छे त खै गीत छैन हजुर भजन गीत लगाइदिनु ए भजन छ नि किन नहुने ल भजन लगाइदिनु पर्यो है बहिनीले ल आमा नाच्नु अरू त गर्न आछ न आमा बातिर म भजन लगाइदिन्छु बहिनी नाच्नु है हजुर दिदी हजुर त साह्रै रमाइली मान्छे हुनु रहेछ हो र दिदी ल नाचिहाल्नु त चिन्ता लगाएन नि तर दिदी त्यसै भाइरल हुनु होइन त्यस्तो पुस्कट के अरे खिचेको के अरे फुलमाया के हुन ला अरे किन हालेको त्यसै हाँस्नलाई पो त्यसले लिएर आउनु भएको छ गाइस हेर्नु त हरियाली कति राम्रो बहिनी अझै पुगेन हजुरलाई घाँस अनि अरू भनाइहरू के छ बहिनीको हाम्रो बाबु हेर्नु कति राम्रो अघि पुटुमा चढेको बाबु हो नि घाँस झार्न भनेर के खिच्दै हिँडेको होला यी आमा छोरी आमा फेरि घाँस पुगेन भनेर उता बाटोतिर जानु भएको छ बहिनी पनि पछि गई थियो म पनि जान्छु पछि म चाहिँ आज माइत आएको कि त्यही भएर घाँस नकाटेको यतापट्टि लक्ष्मी दिदी नि फोनमा व्यस्त हुनुहुन्छ हेर्नुहोस् फोन लिँदै हिँड्दै गर्नुभएको आज फुर्सद पाउनु भएको हेर्ने यहाँ कुलोमा पानी बगिरह यता कुलोबाट त्यहाँ गाउँमा हालिन्छ पानी त्यो घाँसमा पनि पानी हालेरै गराउने हो साथीहरू खेतीपाती गर्नलाई कदमपुरतिर चाहिँ सजिलै छ कुलोमा पानी बगिरहन्छ सानो भयो नि सानो भए पनि अब अहिले त खडेरीको मौसम हो नि त त्यही पनि पानी आइरहेको छ हेर्नुहोस् त हजुरहरू यतापट्टिको जग्गा चाहिँ बिक्रीमा छ है साथीहरू हेर्न आउनु त्यसै अर्का जग्गाको हेर न आमा जग्गा चाहिँ बिक्रीमा छ त्यतिकै हेर मार्ला न अहिले मार्ने हामीलाई भनिराखेको साँच्चै हो र ग्राहक ल्याउनु भनेर 11, 12, 13 लाखमा यो जग्गा चाहिँ बिक्रीमा छ है गाई हो र दिदी दिदीले कति कुरा गर्नु रहेछ यो दिदीले जग्गा यो नन्दलालको बिक्री गराइदिन्छ मेरो पैसा पाइन्छ कि बरु यो जग्गा चाहिँ बिक्रीमा छ यो न ए फुलमा म साँच्चै भिडियो गराएको छ है त उ के अरे पैसा पाइन्छ नभन है 12 5
मान्छेको नाम चाहिँ दिन मिल्दैन हेर्नु यो चाहिँ जग्गा बिक्रीमा छ पैसा कुरा म भिडियो गराएको युट्युबमा हाल्ने हो 10-15-16 मिनटको चाहिन्छ के गराइरहेको छु बोलो के त्यही भएर बोल्ने हो के अब 500 त्यही हो बुढेसकाल लाग्यो अब काम गर्न सकिँदैन अरू गरी खान दुःख गरिखान रहेछ दुःख छ जङ्गल किसान जानु मान्छे किसानी मान्छे अब केही गर्न सक्दिनँ केही गर्न सकिँदैन के गरेर खै खाने हो पनि देख्नु भयो के नाला पनि राम्रै छ बाटो पनि फराकिलै छ दुईटा गाडी आए पनि बाटो चाहिँ फराकिलै छ तर बस्ती चाहिँ वरिपरि अलि छैन भन बस्ती चाहिँ अझै शून्य नै छ भएको छैन। शून्य नै छ आएर बसेर ए स्याल 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 हेर न अगाडि ए स्याल 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 कुकुर हो स्याल हो स्याल है बाबु स्याल है हुन्छ तिमीलाई त्यस्तै छ नि त भर्खर भर्खर खोलेको हो यो बाटो चाहिँ त्यही 10-12 वर्ष हुन लाग्यो होला सायद यति बस्ती चाहिँ बसिसक्यो हेरेको हेर न स्यालले वहाँ गएर स्याल हो त नि एरिया हो यो पनि पदमपुर नै हो यो चाहिँ खोलाको तीरतिर हुन्छ स्याल हो र यता धेरै यसो बाख्रा पाल्ने जान्छ हौ। पाल्ने खेतीपाती लाउने बाई बाई गर्छन् ल आउँदै गर है अब झोला छोडेर जाने होइन लिएर जाने आफ्नो झोला त लानु पर्यो हारी बहिनी चाहिँ अब आत्ती सब्जी खानु उहाँ भैँसी दुन पर्यो भैँसी दुन पर्यो भैँसी दुन पर्यो रात पर्यो भन्दै खाने यी बहिनीले ल ल राम्ररी जाऊ ल ल भैँसीले दुध दिन्छ के अरे मजाले यहाँ मोबाइल चाहिँ छ झोला लिएर जाऊ आमाउ त अरिया लानु है अरियाउ त्यहाँ खाना ल बाई बाई ल बाई राम्ररी जाऊ ल ल बाई बाई कहिले आउँछौ माइत अरूले कोसेली लान्छन् हाम्रो बहिनीले चाहिँ माइतबाट आएर घाँस लान्छन् है यिनी साह्रै स्वादिष्ट अरूले चाहिँ कोसेली लान्छन् झोलाभरि यिनी चाहिँ घाँस लिएर जान्छन् यिनी घाँस खाने बहिनी हुन् क्या ल साथीहरु यो भिडियो मन पराइदिनु होला भन्ने धेरै ल ल राम्ररी जानु ल भोलि पनि आश लागेको छ साथीहरु ल बहिनी चाहिँ घरतिर गइन् अब हामी चाहिँ घाँस बटाएर घर जाने है यतातिरै घाँस बटुल्न पर्यो आमाले घाँस बटुल्दै हुनुहुन्छ डाले घाँस अब हाम्रो आमा चाहिँ यस्तै जाँरिली छ नि क्यार्ने अब आसी माग्नु भएको छ क्या यहाँ घाँस बटुल्नलाई ल डालो ठुलो भयो भनेर काट्ने होला नि त यति घाँस झारिदियो नातिले धन्न नाति आएर घाँस झार्दै भने मक्ख पर्नु भयो हेर्नु न अर्को नाति यहाँ छोप्रो गर्दै आखाउ मुख ढाक्दै अब बुढाबुढी भए पनि जाँरिला हुन्छ नि के पहिलाको बुढाबुढीले मानाको 1 माना घिउ खान्थे अरे पाहाडमा बाबु खान्थे त अहिले के पाउने हो अहिलेको अब बुहारीहरू जाँरिला खाने सासूहरू चाहिँ जाँरिला खाने छोरीहरू त मोबाइल बनाउने टिकटक हेर्ने मात्रै हो ल हेर्नु त हाम्रो आमा ल आऊ त बाबु यहाँ घाँस बटुल्न पर्यो ल आऊ त बनाइदेऊ छिटो मनि अब आमालाई यसो सघाउन पर्यो नि त्यही पनि माइत आएको यसो खानपिन पस्छ कि भनेर बेसरी खाइ आज नागे सकाति ल्याउँ त आमा त्यहाँ ठुलो काट्नु पर्यो नि त्यो समयलाई आमा छोरीको माया आमा छोरीको माया त अजम्बरीको माया हुन्छ नि कहिल्यै मर्दैन भोगेर ल अर्को लड्नु खै त लर खै त यति घाँस भयो कि 4 दिन मैले देखेको नि लर ए लर हेर यस्तोमा धान्छ हामीले चाहिँ बाख्रालाई घाँस बटुल्दै बाख्रा छन् 4-5 वटा काम नलाउने लाग्छ चाडबाड लगायो नि बाख्रा बस्ती भएपछि घाँस काट्नै आउनु पर्दो रहेछ हेर्नु हाल्नु न घाँस कुट्यो भोलि उठिहाल्छ नि घाँस त काट्ने घाँस त्यही हुनु यो ठुलो डालो भयो काट्ने होला यो बडाको घाँस एकदम बाख्रा बस्तीले रुचाउने घाँस